काठमाडौँमा यस्तो बबन्डर हुँदैछ भन्ने थाहा पाएर तपाईँ काठमाडौँ बाहिर जानुभएको हो? सिंहदरबार भित्रकै सेक्युरिटीले आएर यहाँ पनि सुरक्षित छैन भने मलाई विचित्र लाग्छ त्यो चाहिँ। त्यो आन्दोलनमा चाहिँ कति माओवादी कार्यकर्ताहरू परिचालित हुनुहुन्थ्यो? हुँदा त हाम्रो पार्टीका कयौं लिडरका छोराछोरी नाति नातिना पनि गएका रहेछन् भन्ने पनि थाहा भयो। हामी बाँचियो कसरी 24 गते, नेताहरू बाँचे कसरी, कसले बचायो? गङ्गाले प्रधान सेनापतिसँग कुरा गरेर सहमतिका साथ गएँ म चाहिँ। माधवजी हतार भएर दौडेर जानुभएको छ। केपीजी अलि यस्तै बट्याइ गर्नुहुन्छ र बिग्रिन्छ क्या, देशमा पनि दुःख पायो, उहाँले पनि दुःख पाउनुहुन्छ। उहाँकै सिफारिसमा राष्ट्रपतिजीले भेटेर सुशीलाको नाममा सहमति लिएर आएपछि बनेको सरकार, सेना राष्ट्रपतिको आदेश मान्न तयार छ, सङ्कटकाल लगाएर आदेश चाहियो भनेर एउटा कागज लिइराख्नु भएको थियो सेनापतिजीले। तपाईँले त्यति धेरै पैसा घरमा किन राख्नु भएको? नेपालको शान्ति सम्झौतालाई धाराशायी पार्ने षड्यन्त्र नगर। फेरि अर्को धम्काउनु भयो कि? धम्काएको होइन। प्रचण्ड र प्रचण्डका आसपासमा बस्नेहरूले अखुत पैसा कमाए भन्दैछन्। अहिले सरकारले तपाईँहरूकै सम्पत्ति छानबिन गर्दैछ। छानबिन गरे हुन्छ, तपाईँ किन नसघाउने? प्रचण्डलाई जसरी पनि सिद्ध्याउन पर्छ भनेर उसलाई अपहेलित गरेर अपमानित गरेर हटाउन खोज्यो भने म त ज्यान गए छोड्दिनँ। अब चुनावबाट देशलाई निकास दिनुपर्छ, फेरि तोडफोड फेरि गर्नेतिर जनताले, युवाहरूले अब साथ दिन्छन् भन्ने मलाई लाग्दैन। मैले फेरि अन्तर्वार्ता गर्दाखेरि तपाईँलाई अध्यक्षज्यू भन्न अब नपाउने भएँ? पाउनुहुन्न।